पहिलो कुरा चाहिँ म सुरुमा हाई भन्न चाहेँ। अनि म विष्णु प्रदीप म जिपमा बोलेरोमा जाने तयारी हुँदैछ। अब यहाँबाट हामी खोला जानेछौँ अगाडि। काठमाडौँमा मात्रै बाइक चला हुन्छ भने यता म बाइक लिएर नआउन नै भन्छु। पुरा छोडौँ न म त यहाँभित्र कति लाग्यो पुतपुते झरना हो। विष्णु हिँड्न नसकेर अवस्था विष्णुको चाहिँ जति देखिएको छ एउटै पाइलो हाले पनि त्यो एउटै पाइलो एकै फेर हिँड्यो भने मभन्दा 2 मिनट पछि पर्छ र विष्णु कति भन्नु छ मलाई केही भन्नु छैन। एक तपाईँले हिँड्नु नभने नआउनुहोस्। यहाँ चाहिँ दर 8 घन्टा चाहिँ नन स्टप उकालो हिँड्नुपर्छ मिनिमममा। मलाई कसरी बमी गर्नु छ हेर्नु